यो त उल्टो पर्यो यतामाथि राख्नु पर्यो आज म काठमाडौँको कुसिन्ती हाम्रो गुरुबाको घरमा बसेर वचन र प्रार्थना गर्दैछु। सुन्नुहुने जति सबैले अनि लाइक गर्नुहोला, सब्स्क्राइब गर्नुहोला र विश्वास गरेर मुक्ति पाउने कोसिस पनि गर्नुहोला जसको जे पीडा छ। यो प्रेरितको 3 अध्यायको 1 पददेखि छ। त्यहाँ एउटा मन्दिर छ, त्यो ठाउँमा यरुशलेम भन्ने ठाउँमा एक ठाउँ मन्दिर छ र त्यहाँ जन्मैदेखिको एउटा लङ्गडालाई मानिसहरूले त्यहाँ भिख माग्नको लागि ल्याएर राखिदिन्थे भनिएको छ। र त्यहाँ जब भिख माग्दै थियो अनि त्यसै बेला प्रभु येशूका चेलाहरू पत्रुस, यूहन्ना अनि जब प्रभु येशू संसारमा बलिदान भएर गाडिएर तेस्रो दिनमा बौरी उठेर स्वर्गारोहण आकाशतिर उचालिएर अल्पिसकेपछिको केही लगभग 12-15 दिनपछिको कुरा अन्दाजी हिसाब आउँछ। अनि त्यसमा भिख माग्नका लागि बिरामीलाई त्यो लङ्गडा जन्मैदेखिको लङ्गडालाई ल्याएर राखिदिन्थे। अनि जन्मैदेखिको लङ्गडालाई ल्याएर राख्दा अनि त्यसबेला प्रभु येशूका चेलाहरू अनि यूहन्ना, पत्रुस त्यहाँ प्रचार गर्दै गइरहेका थिए। अनि प्रचार गर्दै गइरहेको देखेपछि अनि त्यो भिख माग्ने मानिसले लङ्गडोले के गर्यो भनेदेखि केही यिनी मान्छेहरू कस्ता मान्छे हुन्, को मान्छे हुन् भनेर चिन्न सकेको थिएन त्यसले। अनि चिन्न सकेको थिएन। उसले पैसा पाउँछ कि के खान पाउँछ कि भन्ने आशा गरेर उनीहरूसित हेरिरहेको थियो। तब अनि यहाँ पत्रुस र यूहन्नाले एक आपसले हेरिकन त्यो लङ्गडालाई